मेरो नि 2वटा पटमा सेम यसरी मरिरहेको छ भनेर कमेन्ट गर्नुभएको रहेछ। कमेन्टको लागि धेरै धेरै धन्यवाद। अब तपाईको चाहिँ मरिरहेको मात्रै होला, मेरो त मरेर पनि कुहिएर पुरै आलु पाके भन्दा नि बढी भएको अवस्था हो। अनि मैले चाहिँ केही समय अगाडि अलि राम्रो हुन्छ कि भनेर यसरी कटिङ गरेर रोपेको थिएँ, अलिकति राम्रो हुन्छ भन्ने आशले। तर यो चाहिँ आश चाहिँ मेरो पुरै बिलाएको अवस्था छ। यो आलु भन्दा पनि बढी पाकेको छ कुहिएर। यो चाहिँ डिफेन्बाकिया प्लान्ट हो, इन्डोर प्लान्ट। मैले चाहिँ ओतमा एकदमै घाम अनि उज्यालो लाइट आउने ठाउँमै राखेको थिएँ र पनि यो चाहिँ मैले वृद्धि विकास सँगसँगै यसलाई बचाउन सकेन। यो डिफेन्बाकियालाई चाहिँ, यो प्लान्टलाई चाहिँ एकदमै मन परेर ल्याएको। यो विषालु पनि भनिन्छ यो प्लान्ट, अलिकति एलर्जी पनि हुन्छ यो प्लान्टले चाहिँ। र पनि